ओहो! रियल माड्रिड बर्बादै पार्यो नि। कत्रो आश थियो कोपा डेल रेको अलि माथितिर फाइनल, सेमी फाइनलतिर एल क्लासिको हेर्न पाइन्छ कि भन्ने आश थियो। अब बिहान उठेर हेरेको राम्रो 16 बाटै बाई बाई भनेर गइसकेछन्। के गर्नु त अब। गाह्रो छ, छिमेकीलाई नि गाह्रो छ। कस्तो गाह्रो भने सेकेन्ड डिभिजन खेल्ने टिम, त्यही पनि सेकेन्ड डिभिजनको 17 नम्बरमा छ क्या, 17 नम्बर। आफै सेकेन्डबाट थर्डमा जाने प्रक्रियामा छ। त्यो टिमले रियल माड्रिड जस्तो एउटा इतिहास बोकेको टिमलाई नकआउट बनाइदियो। लिग गेम भयो त ठिक छ, आज हार्यो भोलि जितौँला भन्नु, अब नकआउट गेम पर्यो। अब ठिकै हो, जाबी अलोन्सोलाई तिमीहरूले क्रिटिसाइज गरेर निकाल्यो, त्यसको तिमीहरूलाई पाप त भोग्नै पर्ने थियो है। तिमीहरूको नयाँ म्यानेजर, तिमीहरूको भनेको मान्ने म्यानेजर, प्लेयरले मन लाग्दै गरे मान्ने म्यानेजरलाई ल्याएर आयो तिमीहरूले। अनि फर्स्ट गेममै टिमलाई आउट बनाइदियो। म सिनियर प्लेयर भनेर मात्र हुँदैन क्या, भिनिसियस जुनियर ज्यू सिनियर प्लेयर, ठुलो प्लेयर। म सिनियर हो, म त यो कोच पनि मान्दिनँ, टिममेट पनि मान्दिनँ, म एमएफ पनि मान्दिनँ। जाबी अलोन्सो त को हिजोको बच्चा भन्ने मान्छेले एटलिस्ट टिमलाई परेको बेला, हिजो त कोही थिएन, न एमबापे थियो, न गोलकिपरै थियो, धेरै प्लेयर थिएन नि त हिजो, न रोड्रिगो थियो। देखाउनु पर्ने गेम हो के दाजु, हजुरले देखाउनु पर्ने गेम हो त्यो। अनि त्यस्तो गेममा अनि 90 मिनट खेलेर केही नगरी चुपचाप लाएर बस्दिने, अनि पछि भन्ने बेला चाहिँ कोचले केही गर्दा तँ त को होस् र हिजो आएको फुच्चे, म यहाँको लेजेन्ड र म सिनियर भनेर हुँदैन क्या। गेम देखाउनु बेला गेम देखाउनु पऱ्यो, कुरा पनि गर्नु पऱ्यो क्या। कि त बानी सुधार्नु पऱ्यो, कि त गेम सुधार्नु पऱ्यो। अनि त्यही सबैतिर एटिट्युड देखाएर चल्दैन नि त। केही छैन, अब बाँकी बाँचेकुचेको एल क्लासिको एउटा छ लालिगाको, त्यही हेरेर चित्त बुझाउँला। अब च्याम्पियन्स लिगतिर के हुने हो थाहा छैन, त्यहाँ पनि भइहाल्यो भने हेरेर चित्त बुझाउँला। अब भोलि बिहान छ फेरि बार्सिलोनाको गेम, त्यो पनि सेकेन्ड डिभिजनकै एउटा टिमसँग छ। अब भन्न सकिन्न यो टिमहरू फेरि लालिगा खेलिरह भए, गेम हेरिरह हुन्थ्यो, लालिगा खेलिरह भए कस्तो छ टिम, कतिको जित्ने चान्सेस छ भनेर थाहा पाइन्थ्यो। अब यो सेकेन्ड डिभिजन खेल्ने टिम खासै थाहा नै हुँदैन, अब कस्तो छन् के छन्। अब भोलि त्यही फिल्डमै उत्तेची हेरौँला। भोलि बिहान कति 5 बजे होला समथिङ गेम। अब त्यो गेम छ, ठिक छ, केही छैन। अब रियल माड्रिड आउट भयो भने बार्सिलोना